चाहिँदै होला दुवाली धुनेर माछा मार्ने प्लान बनायो केटाहरूले ल यो यतापट्टि चाहिँ खोल्ने यतापट्टि खोल्ने यताबाट खोल्ने फेरि यहाँबाट पानी यता कटाउने यो साइडबाट है माछा हेर्दै हौ कतिको मार्न सकिन्छ माछा मरे होइन त्यहाँ हेर त बिग लाग्यो होला खै मारे बाम छामछाम माछा मार्दै है यहाँ माछा मजाले छ 3 किलो जति माछा चाहिँ मर्छ होला यो सानो एउटा दुवालीमा छोड 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 यो चाहिँ बाम है भर्खर मऱ्यो एउटा बाम अब कति निस्किन्छ यहाँबाट यता यो कुतिर पनि छ बाम यहाँतिरै माछा यो भित्रभित्र ए मसिनो माछा त सररै रहेछ यार सररै ल टन्नै रहेछ ल यहाँ माछा त्योतिर पनि हिँडिरहेको ल हेर गाइस फाइनली यो बाम माछा मारियो अनि यसलाई बाम अनि यो कत्ले माछा यो असला है यो असला माछा यो चाहिँ सानो खाले यो काप्रा है यो काप्रा माछा यसलाई के भन्छ यसलाई नकटा भन्छ यसलाई हाम्रोतिर यसलाई नकटा भन्छ यस्तो नकटा यस्तो हुन्छ अनि बुदुना चाहिँ यस्तो हुन्छ है नकटा जस्तै सेम बुदुना चाहिँ यो भयो अनि यो के भन्छ यसलाई भोटी माछा यो भोटी माछा यस्तो टाइपको यो भोटी माछा दुईवटा मारेको छ ए भाग्यो एउटा त भाग्यो यो अनि के माऱ्यो यति नै रहेछ ल लास्टमा